next morning. Have a great day ahead. 7 बजी उठेर यो चाहिँ बिस्कुट खाँदैछ हो। ल त साथीहरु म चाहिँ यहाँनिर बिहानै उठेर चिया पिउँदै हो खाना बनाउँदैछु दुईजनाको लन्चको लागि। अन्त आज चाहिँ चाना पकाउँदैछु अनि छुर्पीको चटनी बनाउँदैछु हो। अन्त चाहिँ माम पकाउँदैछु। आजको सब्जी चाहिँ यो हाम्रो चाना कुकम्यान ए कुक गलो कुक वुमन कुकर र कुकरमा के भिन्नता छ कुकर र कुकरमा चाहिँ के भिन्नता छ ल भन त तिमीलाई अन्त अर्को चाहिँ ए त्यस्तो पो अलिक थाहा भएन भयो त हेर्दैन अहिलेदेखि खाएको होइन त। ल त आज चाहिँ पानी परिरहेछ यहाँनिर हो। घाम साम छैन एकदम पानी परिराखेको छ। धुम्म पनि भइराखेको छ हो। साथीहरु 10 पनि बज्यो हो। अब चाहिँ एड्रिन म चाहिँ माम खान आँटेको। आजको माम चाहिँ छ बटर हालिदिएको छु एड्रिनकोमा हो। साग र आलु छ अनि मेरोमा चाहिँ चटनी छ। अनि यहाँ चाहिँ छ चाना, यहाँ चाहिँ छ कालो दाल। ल अब चाहिँ हामी माम खान्छौँ है त। हामी चाहिँ पलङमा बसेर खाने बानी छ हो। रुममा बस्दा यस्तै हुन्छ न, उयो हुन्छ टेबल बेसी फिन्जाउने जग्गै हुँदैन नि त। अन्त त्यो भएर चाहिँ हामी चाहिँ पलङमै बसेर खाइन्छ हो। दाल यहाँ हालेँ, दाल हालेँ, चाना पनि हालेँ हो। नुन लागेछ? यो घन्टी किराले चाहिँ नि तिमीले सुन्दैछ घन्टी किरा कराएको? सुन्दैछु तर ज्यादामा पानी आएको कारणले कोही बेला चाहिँ सुन्दिनँ। पानी परेर शीतल भइहाल्यो। फ्यान पनि गर्नु पर्दैन नि त है बेसी। यो
यो घिउ चाहिँ अझै गन्दा रहेछ आम्मा। मिठो गन्ध बनाउँछ है, गनाइरहेको छ पनि बनाउँछ पनि नियममा। मिठो बा। एभ्रिवान वेलकम ब्याक टु आवर च्यानल है। आज चाहिँ हामीले चाहिँ यहाँ हामी चाहिँ रुम सफा गर्दैछौँ, हेर्न सक्नुहुन्छ। र म चाहिँ यहाँ पुस्दैछु है, यहाँ पुस्दैछु। यो चाहिँ पुसिसकेको मुसाले कस्तो मैला पारिदियो कि, अन्त चाहिँ मैले सफा गर्दैछु। तपाईँहरू कस्तो हुनुहुन्छ होला, ठिकै हुनुहुन्छ होला, हेर्न सक्नुहुन्छ। यो पुसिसक्यो, यो पनि पुसिसकेको थियो, तर मम्माले उयो लानु भएको छ। अब चाहिँ म चाहिँ अर्को सुब्रो लिएर आउँछु। अब चाहिँ म पुस्छु। अहिले चाहिँ भने म चाहिँ यहाँ पुस्दैछु है। पुसिसकेको जति चाहिँ बाहिर राख्नु। उयो थियो होइन अन्त जेम्सको रोजलिन छुट्टेछ। यहाँ चाहिँ जिजसको फोटो छ। यहाँ पनि मम्माले पुस्नु हुँदैछ, देखाउँछु न। तर अलिकति जलेछ नि आमा। मेरो जेम्सको कि पापाले पो लिएर हुनको नि आमा। यो बाइबल यो भयो पुसिसकेको। कसको टसमा थियो यहाँ? जेम्सको ब्यागमा म चाहिँ जाँदैछु पानी अलिक हेर्नु कि पानीको फोर्सै छैन रहेछ हो। अन्त पर जानुपर्छ नि त पानी बनाउनु चाहिँ। जाँदैछु है त। यस्तो सुक्खा जमिनमा पनि क्र्याप रहेछ। बहुत बढिया। गयो यहाँ चाहिँ सकेत छ कि खोल्नु पर्नेछ। पानीको फोर्सै छैन रहेछ नि त, परैबाट खोल्नु पर्ने रहेछ। खोलेर आउनु पर्यो बानी परबाट। दिइहालेँ हो। अब चाहिँ माथि जानुपर्ने हुन्छ। घन्टी किरा खराएर चाहिँ नि दसैँ पनि सक्यो है। अब स्कुल लाग्छ नानीहरूको होइन। त्यहाँबाट फेरि दिवालीको छुट्टी रमझम है। त्यहाँबाट स्कुल लागेपछि फेरि एनुअल इक्जाम। वर्ष सक्यो 2025। ल त यहाँ चाहिँ एकदम जोरसे ठटाउनु पर्ने हुन्छ होइन पानी, अन्त मात्रै आउने चान्सेस हुन्छ हो। यहाँ चाहिँ पानीको धारा हो। हाम्रो चाहिँ यो ब्लू पाइपबाट गएको चाहिँ भित्र छ हो। अलिकति गइदिउँ न। के मजाले आएको नि पानी। हाम्रो चाहिँ यहाँ भित्र छ नि त पानी। माथिबाट आउँछ हो। यो चाहिँ पानी चाहिँ एकदम बेम्बो सुटको झ्याङबाट आएको हेर्नु है। बाँसघारीबाट आउँछ है त यो पानी चाहिँ हो। अनि भित्र हल्का बनानासको बोर्डहरू छ।
भित्रमा चाहिँ लक सिस्टम हेर्नुहोस् न हो। यो भित्र एकैचोटि माथिको बाँसबाट आउँछ, माथिबाट आउँछ। मच्छरले पनि टोक्यो। अब चाहिँ म पानी बनाउँदै जान्छु हो। पानी अलिक त आयो, ठटाउनु त ठटाको त्यो पानी त हो। अलिक त फोर्स त आयो, अझै एकखेप ठटाउनु पर्ने रहेछ। यो टाइमको वेदर त्यस्तै हुन्छ, घरिको घाम हो, घरिको पानी। म चाहिँ पानी जोडेर पनि फर्किँदैछु हो। बाटोमा हिलो हुन्छ नि त, छिटो गर्नुपर्छ नि त। यहाँ त आएन त पानी त, हेर्नु न पानी आएको अरे थुक्क। फाइनली फ्रेन्ड्स, म चाहिँ पानी बनाएर आइसकेँ हो। तल्लोसम्म पुग्छ हो। फाइनली म चाहिँ पानी बनाएर आइसकेँ हो। अब चाहिँ जुठो धुन जान्छु। अझै कता गएछ यो त। ल फोन चाहिँ चार्जमा हालिराख्छु हो। जुठो धोएर आउँछु। थाक्यो। आजको बिहानको मौसम चाहिँ अलिकति ठिकै थियो र अहिले चाहिँ सिमसिम पनि पर्यो, बाहिर लुगा छैन। अहिले चाहिँ फगी छ। मम्माले फुल त रोप्नु पर्छ, रोजको त पुरै रहेछ। सक्नुहुन्छ ओन्ली 1 फ्लावर, 2 फ्लावर, 3, 4 फ्लावर्स है। यता चाहिँ कति हो। मम्माले पनि साङ्की दिदीको फुल रोपिदिनु भएछ है नियममा। पटमा फुल रोपिदिनु छ। यहाँ एउटा फुल छ, यसको चाहिँ जरा छैन, यो चाहिँ सिधै टिपेको। हेर्न सक्नुहुन्छ। यो चाहिँ के हो थाहा छैन मलाई। हाम्रो चाहिँ दुईवटा रुम छ, एउटा यो रुम हो, एउटा यो रुम हो। यो रुम चाहिँ किचनवाला रुम हो र अनि यता किचन साइडमा चाहिँ जेम्स अक्कु सुत्नुहुन्छ। अनि यो साइडमा चाहिँ मेरो स्टडी रुम पनि हो। दिस इज स्टडी रुम। अनि यता चाहिँ हामी 3जना मिलेर सुत्छ। दादा भाइ माइजूहरू आउनुहुँदाखेरि चाहिँ हामी म माइजू भाइ र दादा चाहिँ यहाँ सुत्छ। माइजू यहाँ छेउमा, भाइ यहाँ बिचमा, म त्यहाँ, अनि दादा त्यहाँ सुत्नुहुन्छ। अनि पापा र मम्मा चाहिँ माथि सुत्नुहुन्छ आउनु भएको बेला। र अन्त जेम्सको चाहिँ पुरानो दादासित है। अहिले चाहिँ तपाईँहरूले मेरो यो नोटबुक हेर्नुहुँदैछ होला है। अनि चाहिँ हेर्नु सक्नुहुन्छ मैले बनाउँदै गरेको ड्रइङ। यो चाहिँ इग्नोर गरिदिनुहोस्। यति चाहिँ अब चाहिँ अझै कलर गर्नुपर्ने छ। यो चाहिँ अहिले एकछिन बन्द राखोस्। सक्नुहुन्छ। यो भिडियो चाहिँ मेरो फ्रेन्ड्सहरूलाई है। अब दसैँ पनि सकियो, अब स्कुल पनि राख्नु आँटिसक्यो है होइन। अनि दसैँको चाहिँ मिठाई ल्याइदिनु होइन। अनि
दसैँको चाहिँ मिठाई ल्याइदिनु, छिटो छिटो घर आउनु होला है। घर आएर अब थर्ड टर्म पनि आउनु आँट्यो है, फिल्मिनाको थर्ड टर्म आउनु आँट्यो। अन्त म यहाँ बिस्तारै बिस्तारै पढ्दै ड्रइङ गर्दै खेल्दै है, म्याथ प्र्याक्टिस गर्दै फेरि बेलुका भएपछि पढ्नुपर्छ, त्यहाँपछि खाना खाएर सुत्छ। त्यसरी गर्दै म चाहिँ पढ्छु है। मेरो चाहिँ यहाँनिर दिन डेलीको रुटिन पनि छ र छिटो छिटो गराएर रुटिन पनि मिलाउनु अनि इक्जामको रुटिन पनि मिलाउनु पर्छ। अब खै कति तारिक स्कुल लाग्छ थाहा छैन, म चाहिँ नि अब चाहिँ नि घरको रुटिनहरू देखाउँछु, तर घरको रुटिनको लागि चाहिँ नि पुरा लुगा थुटिरहेछ। अनि स्कुलको त्यो सब्जेक्ट पिरियड रुटिन चाहिँ त्यो छ पनि, त्यो चाहिँ अलिकति मलाई मिस्टेक जस्तो लाग्छ, तर केही छैन। त्यहाँ चाहिँ जति छ त्यो लेखिराख्छु अनि एक्स्ट्रा बुक पनि लगिराख्छु। एड्रिन र मेरो एकदम लोकल भिडियो बनाइरहेको छु है। अनि अहिले भर्खर मम खाएको होइन, हाम्रो पानी परिरहेछ हो। अनि हामी चाहिँ यहाँ रुमभित्रै छौँ। अन्त आजको हाम्रो भिडियो चाहिँ अब हामी यहीँ राख्दैछु है। अनि के कस्तो भयो सबैजनाले हेरिदिनुहोस्, लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनुहोस् अनि धेरै सपोर्ट गरिदिनुहोस् हो। अनि अरू त केही छैन। नेक्स्ट भिडियो नआइन्जेलसम्म सबैजनालाई टेक केयर, बाई बाई।